North ABC. It's been almost 4 years that I have fallen in love with mountains. It was 2021. I still remember the joy that I felt when I saw South Annapurna so close to me. Tears ran through my cheeks when I first breathed the cold air coming straight from Annapurna. That was the time I realized that traveling is something that I will choose over everything. Years later, I still feel the same joy while traveling and something I will choose to do forever. Let's begin the journey to North Annapurna this time. She moves like a map with no borders, a whisper caught in. Hello everyone, welcome to my vlog again. I'm back on अहिले चाहिँ तपाईँ पुरा थाहा हुनुभयो होला कहाँ जाँदैछु भनेर म मेरो साथमा हुनुहुन्छ यहाँ एउटा बहिनी भाइ एउटा बहिनी भाइ भाइ हुनुहुन्छ अनि हामी जाँदैछौँ अब हाम्रो गन्तव्यतर्फ। हामीलाई नै थाहा छैन कि खासमा कहाँ हिँडेको भनेर थाहा छैन। हामी जस्ट पोखराको गाडी चढ्यौँ होइन। अब कुन ठाउँमा जाने भनेर हामीलाई नै थाहा छैन होइन। अब भोलि मात्रै फिक्स हुन्छ। हामी भोलि बिहान त्यहाँ पुगेपछि थाहा हुन्छ हामी कुन ठाउँमा जाने भनेर पनि। तिनवटा छ अप्सनमा, हेरौँ हामी कहाँ पुग्छौँ भनेर। यो ठाउँको नाम के हो दाइ? बर्मजिया भन्ने ठाउँमा छौँ हामी अहिले। के अरे चिया ब्रेक। साथी त फेरि सुतेको अघिदेखि। अब म त मुभी हेर्दै थिएँ कि मेरो मुन्टै दुखिरहेछ फिल्म हेर्दा त्यहाँनिर यस्तो तन्किँदाखेरि। गुड मर्निङ पोखरा। अहिले चाहिँ हामी पोखरामा छौँ। यताको भ्यू यस्तो छ। अनि यो चाहिँ के अरे पृथ्वी चोकमा छौँ। अनि हामीलाई चाहिँ बहिनी लिन आउँछु भनेको छ। बहिनीकोतिर जाँदैछौँ। अनि खाना खायौँ अनि अब हामी बेनीतिर जानु लागेको। हामी कहाँ हिँडेको पनि थाहा छैन हामीलाई। एटिएममा छौँ हामी। अब यहाँदेखि हामी गाडी चढ्छौँ बेनी जाने गाडी। यता कता पाइन्छ अरे। त्यही बेनीको टिकट काट्यौँ 350। हाम्रो बस 12 बजी मात्रै हिँड्छ अरे। हाम्रो बस चाहिँ यहाँ छ। अहिले चाहिँ हामी बेनी बजारको बस पार्कमा छौँ होइन। अनि यहाँनिर खिचेको अब गाडी आज जाँदैन किनभने अहिले गयो भने चाहिँ हामीले 10,000 तिरेर जानुपर्छ अरे। अनि हामीसँग 10,000 त कहाँ तिर्छ बहिनी? 10,000 20,000 लाग्छ हामीसँग। 21,000 मात्रै यो चाहिँ बेनी बजार हो। हामी चाहिँ यहाँनिर ठ्याक्क काउन्टरमा आयौँ। अनि काउन्टरमा आएर बुझ्दाखेरि चाहिँ के भन्छ गाडी ठ्याक्क 6जना ग्रुप आउँदै हुनुहुन्छ अरे। अनि उहाँहरूसँगै तातोपानीसम्म गएर बस्छौँ अरे हामी। अनि भोलि बिहान चाहिँ हुमखोला पुऱ्याइदिनुहुन्छ अरे। त्यो हुँदाखेरि चाहिँ हामी यहाँ बस्नु परेन बेनी बजारमा। नान रोटी खाँदैछौँ। यहाँदेखि उता चाहिँ अब नान रोटी खानु पाउँदैन होला अहिले खाइराख। अब काली गण्डकी खोला बगिरहेछ यस्तरी। बेनी बजारको साइडमा काली गण्डकी खोला। अब हामी कहाँ जाने हो हामीलाई पनि थाहा छैन। अहिले चाहिँ बेलुकाको 6 बजेको छ होइन। अनि अब हामी चाहिँ यो गाडीमा चढिसक्यौँ। यो गाडी चाहिँ तातोपानीसम्म जान्छ अरे अहिले। अनि बिहान चाहिँ हामीलाई हुमखोला पुऱ्याइदिन्छ अरे। अनि मान्छेहरू पनि आउँदै हुनुहुन्थ्यो उहाँहरूलाई पर्खेर। अनि हामी अब यहाँदेखि हिँड्न लागेको 6 बज्यो। 1 घन्टा जति पनि लाग्दैन भन्यो भने तातोपानी चाहिँ यहीँ बस्दा पनि हुन्थ्यो। तर पनि खोइ किन अब गाडी जाने भनेपछि हामी पनि जाने भएन। हामी अब जानु लाग्यौँ। तातोपानी पुगेर चाहिँ तातोपानीमा बस्छौँ। अनि भोलि बिहानै हुमखोला पुऱ्याइदिनुहुन्छ। अनि भोलि बिहानै हुमखोला पुगेपछि हाम्रो ट्रेक स्टार्ट हुन्छ। केही थाहा छैन हामीलाई उता गएर के हुन्छ कस्तो हुन्छ। यो यता आउने पनि अब हामी अप्सनमा कति धेरै थियो। अघि 281 फिक्स गरेर हिँडेको हामी। हामी तातोपानी भन्ने ठाउँमा छौँ अहिले। अब भोलि बिहानै हामी हुमखोला भन्ने ठाउँको लागि निस्किन्छौँ। अनि त्यस पछाडि हामी त्यहाँदेखि चाहिँ हाम्रो हिँडाइ स्टार्ट हुन्छ।
के पनि थाहा छैन हामी त जे होला भनेर निस्केको अब भोलि पनि के हुन्छ थाहा छैन हामी बस्ने ठाउँ पाउँछौँ पाउँदैनौँ फोन पनि गरेको छैनौँ अनि यहाँ पनि अहिले ड्राइभर दाइले यहाँ छ होटल भनेर देखाइदिनु भएर हामी यहाँ बसिरहेको छौँ देखिहाल्नु भयो अनि यताको भ्यू चाहिँ यस्तो छ यताको भ्यू यस्तो छ जुन के कता हिँड्ने कि आर यु एक्साइटेड फर युर फर्स्ट ट्रेक यहाँ चाहिँ रेड क्रस रहेछ उहाँ चाहिँ मामाको घर थियो अघि यहाँ बसिरहेको छौँ यो होटलमा चाहिँ होइन यो होटलमा चाहिँ बसेको होइन हामी भ्यू चाहिँ यो होटलको हेरेको दिदी टोइलेट गर्नु बस्नु भएको दिदी हामी यहाँ हट स्प्रिङमा आएको छौँ तर हामी गर्ने चाहिँ होइन हामी पछि फर्केर गर्ने नि यस्तो छ यता भित्र नुहाउँदै गुड मर्निङ फ्रम तातोपानी यस्तो देखिरहेको छ यताको भ्यू चाहिँ हाम्रो गाडी आइसकेको छ अब हामी हुम खोलातिर जान्छौँ with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. हामी हुम खोला भन्ने ठाउँमा आइसक्यौँ यहाँनिर अब यहाँदेखि चाहिँ हामी हिँड्ने हो यहाँ मास्तिर खाजा खाने ठाउँ छ अरे त्यस पछाडि हामी हिँड्ने अब चाहिँ हामी यस्तो हिँड्छौँ होइन एकैचोटि अब म भिडियो पनि खिच्दिनँ प्रायः होइन अब म हिँड्छु हिँडेर हामी कहाँ अरे सिद्धि खर्क भन्ने ठाउँमा पुगेर खाना खान्छौँ खाजा अलिअलि बिस्कुटहरू चाहिँ छ कि ब्यागमा त्यही खाने हो साथीलाई अहिले बोल्नु गाह्रो भइसक्यो Keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride. Leaving behind what I hold inside. If I don't ask your name today. चिसोले है आँखा चाहिँ यो चाहिँ सिद्धि खर्क भन्ने ठाउँ हो यहाँ खाना खाने भनेर भन्दै थियौँ फेरि अब 1 घन्टामा अलिक माथि पुगिन्छ अरे अनि 1 घन्टामा माथि पुगिन्छ भने चाहिँ माथि नै खाऊँ भन्ने कुरा भयो चाहिँ 12 बजेर 11 मिनट गएको छ अनि यो चाहिँ गुफा फाट भन्ने ठाउँ हो अघि हामीले सिद्धि खर्कमा खाना खाएको छैनौँ अब यहाँ खान्छु मलाई मेरो साथी पछाडि आउँदैछ म एकछिन पर्खिन्छु उसलाई अगाडि जानु यो चाहिँ खाना हाम्रो यहाँनिर गुफा फाटमा हामी चाहिँ लोगो चाहिँ यहाँ टाँस्ने भनेर बोकेको थियौँ कि लास्टमा लोगो चाहिँ कहाँ गयो खोइ लोगै आइपुगेन यहाँ लोगो पोखरामै छ क्या पोखरादेखि कहीँ गएको छैन लोगो मलाई पनि थाहा छैन क्या लोगो मैले दिनालाई हालेर जस्तो लागिरहेको थियो घरदेखि हिँड्दाखेरि यस्तो गर्नुभयो भनेर छैन चिया नेक्स्ट टाइम आउँदाखेरि म एक्लै आउँछु त्यतिखेर ट्रेक आउँदाखेरि म चिप्काइदिन्छु
ल चाहिँ 3 बजेको छ दिउँसोको अनि हामी बुस्केट मेला भन्ने ठाउँमा आइपुग्यौँ। अब 3 4 5 6 3 घन्टा 4 घन्टामा माथि नै पुगिन्छ भन्दै भनिरहेछ। त्यही भएर हामी माथि नै जान्छौँ होला सायद। 80 मिटरमा अहिले 3 बज्नु चाहिँ लागेको रहेछ। अघि मैले कसरी घडी हेरेँ नि, मैले 3:15 भइसक्यो भने पो त अघि नै कति मिनट अगाडि 3 बजेको रहेछ। ठ्याक्क 3 अब बज्नु लाग्यो। अब यहाँदेखि 3 घन्टा जति लाग्छ माथि भन्नुभएको छ। हेरौँ हामी माथि जान्छौँ कि जानु त जान्छौँ, बिस्तारै जान्छौँ। त्यही हो सब्जी काट्दै हुन्छ बेलुकाको लागि। यहाँ चाहिँ घाम तापेर हिँड्दिनँ। पछाडि चाहिँ हिमाल चेकिरहेछ। यस्तो चिया खाँदैछु, कफी चाहिँ लिएको। तातो पानी चाहिँ हामीले किनेको एक बोतल तातो पानीको 100 रुपियाँ। अनि हामी त्यहाँनिर कफी हालेको। 20 मिनट पछिको यात्रा पछाडि हामी चाहिँ धर्मशाला भन्ने ठाउँ आइपुग्यौँ। हामी अहिले भर्खर बुस्केट मेलादेखि हिँड्दै आयो हो। यताको भ्यू चाहिँ यस्तो छ। अनि यहाँ चाहिँ पनि रहेछ धर्मशाला भनेर, तर यहाँ खुल्ला चाहिँ रहेन रहेछ। अब हामी यतादेखि जान्छौँ। हेरौँ कति घन्टा लाग्छ हामीलाई। And the view is यहाँ हामी हिँड्दा अस्ताए सँगसँगै हामी 9 बजी हिँडेको होला। अहिले 5 11 12 1 2 8 घन्टा, तर पनि हामी बस्दै खाँदै हिँडिरहेछौँ। सो अब हामी चाहिँ यहाँनिर कहाँ पुग्नु लाग्यौँ भने पञ्चकुण्ड लेक पुग्न लाग्यौँ। हामी आज होमखोलादेखि हिँडेको थियौँ होइन। अनि हल्का ट्रेक गइराख्नेहरूलाई चाहिँ अलिकति सजिलो हुन्छ। हिँडिराख्नेहरू एक्सर्साइज भएकोहरूलाई चाहिँ त्यस्तो गाह्रो परेन। फर्स्ट ट्रेकहरूलाई पनि अलिकति मात्रै गाह्रो पऱ्यो। अनि यता चाहिँ घाम अस्ताइरहेछ। हिँड्दा हामी अस्तायो जस्तै घाम पनि अस्तायो। नेपालभरि घाम अस्तायो। अझ एकदम धेरै गले होइन। मलाई पुरा निन्द्रा लागिरहेछ। मेरो सुत पनि लागिरहेछ। हामी पञ्चकुण्ड लेकको त्यो साइडमा आइपुग्यौँ। यहाँनिर स्टारै यति धेरै देखिरहेछ होइन। हामी बिहान कति बजी हिँडेको थियौँ? हामी बिहान हामी 8 साढे 8तिर हिँडेको थियौँ। 8:30 साढे 9 साढे 10 साढे 11 साढे 12 साढे 3 साढे 3 साढे 4 साढे 5 साढे 6 1 2 3 4 5 6 7 8 9 10 घन्टा भएछ। अब यता हल्का बस्दै ओर्दै आउँदाखेरि चाहिँ 10 घन्टा लाग्यो। 10 घन्टामा हामी यहाँ आइपुग्यौँ। अब हामी यहीँ बस्छौँ मजा। त्यस पछाडि एकैचोटि बिहान यस्तो धेरै स्टार देखिरहेछ यहाँ माथि, तर यहाँ मेरो क्यामेरामा देखिएन। आजको हाम्रो बसाइ चाहिँ यहाँनिर हो टेन्टमा। हुँदै नै छ नि, हुँदै भन्नु ए यता सुत्न लागेको हामी यहाँनिर 3 जना दिदीहरू हुनुहुन्छ अनि जिनाएर बस्छौँ 4 जना। अनि चाहिँ टेन्टभित्र छौँ। अनि अहिले चाहिँ हामी यो खाँदैछौँ। भात खाऊँ कि नखाऊँ भइरहेछ। खाना कि भन्छ खाना। अहिले चाहिँ हामी भात खाँदैछौँ यहाँनिर ट्रेनभित्रै। जिना दिदी उठ्नु भएको थियो किनभने मलाई सु पनि आइरहेको थियो कि मलाई बाहिर निस्किनु मन छैन होइन। अनि भात पनि म त नखानु पऱ्यो भनेर सोचिरहेको थिएँ। जिनाले मैले ल्याइदिन्छु भनेर मैले चाहिँ खाएको। अब फेरि थप्नु जानु पाइँदैन, हामीलाई घाटा भयो।
मर्निङ फ्रम पञ्चकुण्ड लेक। पञ्चकुण्ड लेक चाहिँ यतापट्टि छ होइन। अब हामी चाहिँ बेस क्याम्पको लागि जान लागेको। अहिले चाहिँ बिहानको 6:30 भयो होइन। घामहरू यता यस्तो आउँदैछ। त्यस्तो धेरै स्नो चाहिँ रहेन रहेछ अहिले। अनि जिना चाहिँ ट्रन पर्खेर उसको टोइलेट जाने ट्रन आयो जिनाको। यता यस्तो छ। हामी यहीँ बसेको थियौँ बेलुका आएर डाइरेक्ट। अनि बेस क्याम्प चाहिँ ऊ माथि रहेछ। क्याम्प चाहिँ यहाँ माथि छ अरे। अनि सबैजना यो उकालो हिँड्दै हुनुहुन्छ। अब हामी पनि हिँड्ने। अन्नपूर्ण चाहिँ यो हो जस्तो लाग्छ खै। पञ्चकुण्ड लेक। अनि हामी चाहिँ अब यहाँनिर ठ्याक्क अन्नपूर्ण नर्थ बेस क्याम्प भनौँ या अन्नपूर्ण फर्स्ट बेस क्याम्प हामी चाहिँ त्यहाँनिर जाँदैछौँ। अब उकालो कति मिनट लाग्छ चाहिँ थाहा छैन। म गइसकेपछि भन्छु कति मिनट लाग्दो रहेछ भनेर। चिसोले केही पनि गर्न सकेको छैन होइन। कस्तो क्लियर पानी छ क्या। ओए पानीमा पनि कस्तो दामी हिमाल देखिरहेछ। यताबाट जानुहुन्छ। चाहिँ बेस क्याम्पतिर जाँदै हुनुहुन्छ। यताको भ्यू चाहिँ यस्तो छ। I may never get the chance to walk. यताको अन्नपूर्ण बेस क्याम्प बोल्नलाई मेरो यस्तो छ। ठ्याक्क बेस क्याम्पदेखि देखिने भ्यू यस्तो छ। चिसो भयो। हामी ठ्याक्क कति आधी घन्टा हिँड्यौँ नि। त्यहाँ तलदेखि आधी घन्टा हिँड्दाखेरि ठ्याक्क यहाँनिर बेस क्याम्प आइपुग्यो। यता हिमालको बिचमा बसिरहेको छौँ हामी। मुनि चाहिँ पञ्चकुण्ड लेक। अहिले यस्तो भइरहेको छ। यता हामीले फोटो खिचिसक्यो भने यता वरिपरिको भ्यू हेर्नु सक्नुहुन्छ। कति धेरै मान्छेहरू हुन्छ। अनि त्यही भएर हामी चाहिँ अब लोकेसन चेन्ज गर्नु लागिरहेको। यहाँनिर फोटो खिच्दै हामी अहिले चाहिँ हामी यहाँ बसिरहेछौँ घाम ताप्दै होइन। कति 8 बजिसक्यो। यहाँ कस्तो डेन्जर बाटो आउँदै रहेछ यस्तरी। यता यस्तो भिड छ त्यही भएर हामी यतापट्टि आयौँ। अनि के थियो सबै डिटेलहरू चाहिँ लास्टमा भन्नु पर्यो। अहिले चाहिँ यतिकै अब हल्का भिडियोहरू मात्रै बनाउनु पर्यो। डिटेलहरू चाहिँ यस्तो लेख्दै ओर्दै होइन। पानी चाहिँ कस्तो निलो क्या। Beside your wandering dance, she hums a tune I've never heard in languages I can't speak. She writes down cities on 11:17 भयो होइन। अनि हामी चाहिँ अब रेडी भइसक्यौँ। यहाँ ब्याग प्याक गरेर हाम्रो दिदी पनि रेडी। अहिले यहाँनिर लास्ट एउटा फोटो खिचेर हामी निस्किने भनेर भनिरहेछौँ। 11 भयो। अब हेरौँ कहाँ पुगिन्छ। फर्किँदाखेरि आज चाहिँ कहाँ पुगिन्छ हामीलाई थाहा छैन। चिसो भइरहेको छ। हामी चाहिँ हिँड्दा तातो हुन्छ भनेर यहाँनिर छोटो लुगा लगाउने भएको।
यता सबैजना फोटो भिडियो खिचिराख्नु भएको छ। अहिले चाहिँ हामी फर्किँदैछौँ। लगभग आधी नै हिँडिसक्यौँ होइन। यही हो नर्थ चाहिँ। यताको भ्यू यस्तो छ। त्यहाँ खोलाको साउन्ड यस्तो आइरहेछ। माथि हेरेर मुनि हेरेको रिङ मात्रै चल्यो मेरो। फोन राख्छु ल। डर लाग्यो। कसम हौ बिचमा आइपुग्दाखेरि अब डर लाग्यो क्या। गुराँसै फुल्यो बनैमा। चाहिँ फुटफुटे झरनाको फ्रन्ट साइड हो। झरना चाहिँ यता भित्तामा छ। तल पुगेर देखाउँछु। बाट चाहिँ यस्तो छ झरना। फोटो खिच्नेहरूको भिड छ। यता यस्तो छ। ट्रेक सकिन लाग्यो। बिचमा पुगेपछि गुलाबी हल्लिन्छ। फोनै झर्छ जस्तो भयो। फाइनल्ली लगभग 11:30, 12:30, 1:30, 2:30, 3:30, 4 घन्टा 5 घन्टा भनौँ न। लगभग 5 घन्टामा चाहिँ हामी यहाँ तल आइपुग्यौँ। माथिदेखि खोला भन्ने ठाउँमा। खोला चाहिँ अब गाडी चाहिँ अलिक तलतिरसम्म मात्रै आउँछ। अनि अब गाडी छ कि छैन भनेर बुझ्न जानु पर्यो। फेरि यहाँनिर अब ग्रुप पुगेन भने पनि जानु पाइँदैन। लेट्स सी त्यहाँ गएर बुझौँ। मेरो साथी खै कहाँ आउँदैछ मलाई थाहा छैन। हामी आइपुग्यौँ कि तर यहाँ गाडी नै रहेन रहेछ। एउटा गाडी चाहिँ त्यहाँनिर भरिएर गइहाल्नु भयो। अनि अहिले गाडी नै छैन। अब हेरौँ गाडी आयो भने जान्छौँ, आएन भने यहीँ बस्छौँ। तर फेरि फर्केर त्यहाँ पर्तिरसम्म जाने पनि मन छैन। हिँड्दै हिँड्दै जाउँ दिन तर म कहाँ पुग्छु। अनि भरे बाटोमा लगाएर भरे बस्नु। गाडी छैन रहेछ। उतादेखि आउनु आएको मान्छेहरू पनि अघि लगेर गयो अरे। उतादेखि आएको गाडी छ नि जुन त्यो गाडीले पनि मान्छे लगेर गइसक्यो अरे। हामी चाहिँ यहीँ बसिरहेछौँ। यता माथि के अरे त्यो खोलाको होमस्टेहरू पनि अलिक माथि छ। 5-10 मिनट हिँड्नुपर्छ। हिँड्न अल्छी लाग्यो। अनि यहीँनिर हामी चाहिँ गाडी 2 घन्टा पछि आउँछ भन्नुभएको छ।
अनि हामी बसिरहेछौँ यता पनि यसरी बसिराख्नु भएको छ सबैजना अनि हामी चाहिँ एउटा ग्रुप भयो अनि त्यहाँको त्यो ग्रुपमा आउँदाखेरि चाहिँ 1500 तिरेको थियौँ म जाँदाखेरि चाहिँ उतादेखि गाडी खाली आउनुपर्छ नि त अनि गाडीले 2000 रुपियाँ गोटा भनेर भनेको छ हामीलाई चाहिँ अनि अब गाडी आउँछ 2 घन्टा पछि आउँछ अरे 2 घन्टा चाहिँ अब हामी आगो ताप्दै बस्ने आगो ताप्ने बस्ने हो गाडी पर्खिने हो माथि जाने हिम्मत छैन कसैको होइन आगो ताप्दैछौँ बस पर्खिने गाडी पर्खिँदै हाम्रो गाडी चाहिँ 2 घन्टामा यहाँ अर्को गाडी आयो अनि फिर्ता गर्दै हुन्छ मान्छेहरू गाडीहरू चाहिँ प्रायः आउँदैन रहेछ गाडी आयो अहिले अनि हामी अब गाडी चढ्नु लागेको गाडी र कति बज्यो 6:16 भयो गाडी तलदेखि बोलाएको थियौँ अनि गाडी चाहिँ आइपुग्यो यहाँनिर अर्को दाइहरू पनि मेरो अनुहार देखिरहेको हामी कतिजना छौँ हामी 9 जना भएको छौँ गाडीमा होइन अब दाइहरूलाई पनि हामी यहीँ भेटेको दाइहरूलाई पनि हामीलाई यहीँ भेटेको हामी यता फर्कै नि हामी उयो पाउँदैनौँ नि त के अरे के पाउँदैनौँ म पछाडि बस्छु के पाउँदैनौँ गाडी पाउँदैन भाडा धेरै हुन्छ भाडा धेरै हुन्छ हामी त्यति धेरै किन यहीँ बस्नु पर्छ आज हामी को भेट्नु अझै यहाँ कति धेरै मान्छेहरू हुनुहुन्छ अझै गाडी पर्खिराख्नु भएको अझै मान्छेहरू धेरैजना हुनुहुन्छ आगो ताप्दै बसिरहनु भएको छ अब हामी बोलाएको 2 घन्टामा आइपुग्यौँ 7 बजी हो हामी आइपुग्यौँ तातो पानीमा अब हामी सबैजना यहीँ ओर्लिने हुनुभयो हामी चाहिँ बेनी बजारमै गएर बस्ने तातो पानी अस्ति नै बसेको थियौँ अनि अब बेनी बजारमा गएर बस्ने भनेर बेनी बजारमा छौँ बेनी बजारमा खाना खाँदैछौँ हल्का जाडो जाडै छ कस्तो लागिरहेछ हामी चाहिँ अब कति मिलाएको निदै भएछौँ सुतेको सुते भएछौँ अनि अब पोखरा एउटा खुट्टै चलेन अनि अब पोखरा जानु लागेको यहाँ अगाडि बस स्ट्यान्ड छ अब यहाँदेखि गाडी लिएर हामी जान्छौँ पोखरा गएर घुम्छौँ हामी चाहिँ गाडी पायौँ हामी अस्ति बसमा चाहिँ लास्टै ढिलो भएको थियो क्या 4 घन्टा कि कति घन्टा भयो 4.5 घन्टा जति लगाएको थियो अनि गाडीमा अन्त रोकिँदै अनि अहिले चाहिँ हामीलाई ठ्याक्कै यहाँनिर एउटा ट्याक्सी जानु लागेको रहेछ अनि भेट्यौँ हामी 600 भन्नुभयो बसको चाहिँ 350 थियो अनि अब छिटै पुगिन्छ नि त अनि अब गाडी सुनिया जान्छ त्यही भएर चाहिँ हामी यही गाडीमा चल्यौँ के आन्टी अम्बक कसरी केजीको 100 को दिँदा हुन्छ 100 को दिनु न हुन्छ खोइ थाहा नै भएन अम्बक आयो अम्बक धुनु पर्छ पर्दैन टिप अब टिपै मैले जान्दिनँ नि गुरुङ प्रशान्त खाजा घरमा खाजा खान निस्किरहेछौँ आया अब चाहिँ यो खुट्टाहरू हल्का हल्का कता कता दुखे जस्तो हुँदैछ यो बहिनी चाहिँ यसरी हिँड्दै बाई बाई अब चाहिँ आएर फ्रेस भइसक्यौँ आएर फ्रेस भएर अब चाहिँ हामी चाहिँ माझीकिन जानु लागेको अनि उहाँदेखि बस पाउँछ भनिरहेछ बहिनीलाई पनि जाउँ भनेको बहिनी नजाने अहिले भन्ने भन्यो अनि भरे लेफ्ट साइडतिर चाहिँ जान्छ होला हामीसँग अघि भने अब हामी माझीकुना जान्छौँ अनि माझीकुनामा भेटौँला माझीकुनामा आएछौँ अनि यस्तो भ्यू देखिरहेछ अब यहाँ तल जाने यो साथीको यो साथी ओह्रालो पनि हिँड्नु सक्दैन उकालो पनि हिँड्नु सक्दैन अनि यता म ब्याकग्राउन्ड देखाउँछु ल तपाईँहरूलाई कस्तो छ भनेर देखिरहेछ हिमाल यहाँ देखिरहेछ यो मादी हो कि त्यस्तो लाग्यो मलाई यस्तो हेर्दाखेरि म चाहिँ पाइटे भन्छु मेरो कुरा नपत्याउनु होला ह्याप्पी दिवाली ह्याप्पी दिवाली खोइ नाच न होइन टुरिस्ट भन्नु आएकोमा टुरिस्ट त देख्यो तिमीहरूले कुनै गाउँमा देख्यो हो टुरिस्ट जस्तो चाहिँ यो दिदी टुरिस्ट नाच न अनि पो त नाचौँ न हामी एकछिन
1000 रुपियाँ त हुनु पर्यो नि मसँग 500 त दिनु ल 50 युट्युब च्यानल हो पछि हेर्नु ल छैन भिडियो छ पछि हेर ल ओसी नाङ देम्बे छ ओस हेलो गाइस हेलो गाइस हेलो छिटो नाच न ह्यापी तिहार नाच त एउटा गीत गाएर लु आगा ब्ल्याक आगा वेक यु खोइ नाच न गेट नबजाइ नाच न बाई बाई पैसा यो ब्याकग्राउन्डमा चाहिँ यस्तो छ होइन यहाँदेखि नम्बर चाहिँ लिइराखेको अब के हुन्छ किनकि हामी अब तलबाट याद पऱ्यो भने त गाडीहरू खासै पाउँदैन अरे अनि त्यही भएर यहाँनिर मैले नम्बर लिइराखेको छु आन्टीको भएर आएर हामी बस्नु पनि सक्छौँ यहाँनिर सो अहिले चाहिँ हामी एकदम रेस्ट गर्नको लागि क्लासिक चिल भन्ने माझीकुनाको ठाउँमा आएर यत्तिकै हामी नर्मल्ली रेस्ट गर्दै बसिरहेको थियौँ अनि के भन्छ स्विमिङ गर्ने भनेर स्विमिङ कस्ट्युम पनि बोकेर चाहिँ गएको थियौँ तर पानी हेर्नुहोस् यस्तो भइरहेको रहेछ पुरै त्यो पत्ताहरू झरेर अनि मैले चाहिँ बहिनीलाई कस्तो भइरहेछ त यहाँ बस्नु पाएर भन्दाखेरि उसले चाहिँ रमाइलो भइरहेछ आनन्द भइरहेछ भन्दै पुरै गफ हानिरहेको थियो होइन त्यही हो अनि हामीले पनि त्यहाँनिर मजाले टाइम स्पेन्ड गऱ्यौँ एकछिन अनि त्यहाँदेखि निस्क्यौँ I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open roads, and soon she won't be here. हामी चाहिँ के हुनु आउनु त्यसलाई देखाउँदिनँ नि त म आफै बोल्दैछु क्या म यहाँ के बोल्छु भनेर सुन्छ न एकचोटि हामी चाहिँ इन ड्राइभ गरेर आयौँ होइन अनि बाटोमा आउँदाखेरि चाहिँ डर पनि लाग्यो क्या फर्स्ट टाइम इन ड्राइभ गरिरहेको छु त्यो पनि आफैले होइन त्यो पनि पोखरामा काठमाडौँमा भयो त्यसलाई नर्मल लाग्थ्यो पोखरामा होइन अनि मनमा डर पनि लाग्यो फेरि होइन अनि मदनले नै बोल्नुभयो अब टिचर के भन्दै हुन्थ्यो अनि टिचर भनेपछि चाहिँ होइन त्यस्तो होइन होला भन्दै मन थामेर आइपुगेँ म फाइनल्ली घरमा अब बहिनीहरूसँग रेडी भएर निस्किन्छौँ चढ्नु साथी Oh traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never. Another beautiful morning from Pokhara. यहाँ भ्यू हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ टिकट काउन्टरमा टिकट बुझ्न आएको यो जिनाको सनस्क्रिन लगाएको थिएँ यो अनुहारभरि के आयो मेरो मलाई महँगो सनस्क्रिन थाहा हुँदैन रहेछ बहिनीको ओभर महँगो सनस्क्रिन थियो कि अनुहारभरि यस्तो निस्किरहेछ मैले त टिकट बुझेको 2700 कति भन्नुभयो अनि अस्ति हामी त देखाउँदाखेरि 2200मा आएको थियौँ क्या चिनेको दाइले मिलाइदिनु भएको थियो र अनि अहिले फेरि त्यही दाइलाई फोन गर्दाखेरि चाहिँ दाइले एउटा नम्बर दिनुभएको थियो अनि त्यो नम्बरमा चाहिँ 2300 देऊ भन्नुभयो अनि यहाँ तर पनि टिकट काउन्टरमा बुझ्नु पऱ्यो कति रहेछ टिकटको प्राइस त्यो दाइले भनेको हो कि होइन भनेर क्या त्यो दाइले चाहिँ 2700 2800 छ अब मिलाएर नै त्यो दाइले भन्नुभएको रहेछ अनि अब मिलाएर गरिदिन्छु भनेर भन्नुभयो कि अनि म चाहिँ हो कि होइन भनेर नपत्याएर टिकट काउन्टर यहाँ अगाडि छोएर बुझ्न गएको हो रहेछ अब फेरि हामी जाँदैछौँ सामानहरू किन्नु पऱ्यो भनेर ऊ पनि अब यहाँ उड्न लागेको छ भोलि कि पर्सि हेरेँ कस्तो लागिरहेछ नेपाल छोड्ने बेलामा तिमीलाई कस्तो फिल हुँदैछ खुसीले के गर्नु ठाउँ ए हो खुसीले ठाउँै छैन सामानहरू किनेर टाइम लागेको हेर्दै गर्नु होला अब यहाँ सपिङ गर्न हो सुरुवाल हेर्ने आर्म्स टी सर्ट वाला हो के पक्रिँदैन लाग्छ ओ यसले मलाई कस्तो देखिन्छ राम्री
अनि इयरिङ लाउँदाखेरि टक्क कस्तो राम्रो लाग्यो। दीक्षा साथी मलाई यस्तै बुनेर कहिले दिने हो गिफ्ट तिमीले? मसँग नि एउटा पर्स चाहिँ थियो यस्तो यहीँदेखि लग्दा थियो होला साथीले। यो पर्सको हामी हाम्रो नेक्स्ट स्टेसनमा हामी देखेको त फोटो किन्न हामी यता छौँ अनि 9500 अरे हौ पोखरा मात्रै घुम्न त तर फेरि के आउनु नि एउटा ट्रेक नभ्याइ त के मजा यत्रो यहाँ आएपछि some quiet mountain ridge. Bye bye. के गर्नु अब घर फर्किनै पर्यो हैन। गुड मर्निङ फ्रम बिर्तामोड। अहिले चाहिँ बिहानको 5:30 भएको छ। अहिले हामी बिर्तामोडमा आइपुग्छौँ कता अनि अब हामी हाम्रो औकातमा आइसक्यौँ होइन। हामी अब अटोमा पनि हिँड्छौँ हामी। अब हामी हिँड्दै हिँड्दै पनि जान्छौँ घर जान्छौँ। हाम्रो यात्रा छ भर्खर होस् हाम्रो पैसा छ अनि त्यो छ त्यो तसँगै थियो अघि चाहिँ हाम्रो यात्रा यही सकिसक्यो। यहाँ चाहिँ झिलिमिली लागिरहेको रहेछ। यहाँ चाहिँ कसैले पनि पूजा गरेन रहेछ यार। बढाएर दिन यहाँ केही भ्याउनु पर्यो नि यस्तो। ओह पुना दादा गेट खोलिदिनु न। यस्तो रहेछ तिहार यता चाहिँ। ह्याप्पी तिहार। सेवा सिस्टर सन्चै हुन्छ। देखो उतना लुगा निकल रहा है। कपड़े 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 निकल रही है। मैं कैसे दूं इस सब को? जो चाहिए सब होइन है त्यो लगाएर राखेको लुगाहरू हो नि त्यो सब किताब गर्छु मैले लुगा झुम्छु अनि हामी ब्याक टु आवर नर्मल लाइफ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।